पाएँ र म सर्वप्रथम त एउटा मेरो बिजनेस म व्यापार गरिरहेको छु। गर्दा गर्दा पनि मैले पैसा त लाखौँ कमाएँ, तर मैले आफ्नो स्वास्थ्य कमाउन सकेन। त्यसै पश्चात मैले एउटा एकदमै कष्टकर जिन्दगी बिताइरहेको थिएँ। एउटा 30 वर्षको कलिलो उमेरमा मैले एउटा पाठ्यक्रमको अङ्ग भर्नुपर्ने अवस्था आएको थियो। म सेल्युट गर्छु हेल्थ लिभिङलाई, किनभने मैले यो प्लेटफर्ममा आएँ र मैले यति राम्रो सप्लिमेन्टहरू युज गरेँ। मैले यहाँको नौनी ज्ञानोडरमा 70 म्याक्सले अहिले मैले डाक्टरले तपाईँको 100मा 80% क्यान्सर बस्ने सम्भावना छ, तपाईँले पाठ्यक्रम थाल्नुपर्छ भन्दा म कति त्रसित थिएँ होला, मलाई कति पीडा थिएँ होला। आफूलाई कति रातहरू नसुतेको पनि थिएँ, कम्मरमा पटुकी बाँधेर सुत्थेँ। तर पनि मैले आफ्नो समस्या मैले आफ्नो घर परिवारमा मैले कसैलाई पनि भन्न सकेको थिएन र सिर्फ मलाई मेरो हस्बेन्डलाई मात्रै थाहा थियो। मलाई कति पीडा थियो मलाई मात्रै थाहा छ। तर हेल्थ लिभिङ परिवारमा म मेरो अपलाइनलाई म हृदयदेखि म नमन गर्न चाहन्छु र यो प्लेटफर्ममा आएर मैले यति राम्रो सप्लिमेन्ट पाएँ र मैले आज भर्खरै म 2-3 हप्ता जति भयो म काठमाडौँ गएको थिएँ र मेरो स्वास्थ्य अवस्था कस्तो छ के छ भनेर मैले सिभिल सर्भिस हस्पिटलमा मैले एकदम राम्रो डाक्टरलाई, क्यान्सर डाक्टरलाई मैले देखाएँ। तर तपाईँको एकदमै राम्रो छ भन्नुभयो, मलाई के खुसी लागेको म एकदमै सेल्युट गर्छु। हेल्थ लिभिङ कम्पनीको जति पनि प्रोडक्टहरू छ एकदमै सेल्युट गर्छु, एकदमै राम्रो छ। र यहाँ जति पनि दिदी बहिनीहरू हुनुहुन्छ, मैले हरेक जुम मिटिङमा सायद हजुरले मलाई चिन्नु भएको होला र म हरेक दिदी बहिनीहरूलाई के भन्छु भने तर तपाईँको पाठ्यक्रममा हामी महिलाको एकदमै समस्या भनेको हाम्रो पाठ्यक्रम हो र तपाईँहरूलाई यस्तो समस्या नहुन सक्छ, तर तपाईँलाई यस्तो समस्या नआओस् पनि, किनभने मैले भोगेको छु। र हाम्रो समाजमा धेरै दिदी बहिनीहरूलाई अहिले पाठ्यक्रमको समस्या छ र हाम्रो चेली, हाम्रो आमा सबैलाई समस्या छ। तर हामीले हरेक आमा, हाम्रो हरेक दिदी बहिनीलाई यो प्लेटफर्ममा ल्याइदिनु होला र उहाँको एउटा राम्रो स्वास्थ्य बनाइदिनु होला भन्ने मैले आशा गरेको छु। र मेरो डाउनलाइनका जति पनि मेरा लङलाइनहरू हुनुहुन्छ उहाँलाई पनि मैले प्रायः जसो धेरैजनालाई मैले सप्लिमेन्टहरू युज गराएको छु।